नमस्कार साथीहरू। म चाहिँ अहिले यो चाहिँ चितलाङ हो। चितलाङमा छु अनि म यहाँ यही बारीमा आएको। अनि यो चाहिँ हाम्रो अकबरे ठिकै भइरहेछ। यता हुँदो त्यो सेतो चाहिँ बार लाग्यो मेरो बुढीले हो। त्यो चाहिँ मृगले अकबरे खाएर सक्या रहेछ है। त्यही भएर चाहिँ ठक्क त्यहाँ बार लाग्यो। अनि यता माथि चाहिँ यो भ्यान्टा रोपेको फल्ने बेला भयो। यो भ्यान्टा हो। यो चाहिँ लामो हुन्छ, डल्लो चाहिँ होइन। अनि यो चाहिँ यता यो छेउभित्ता चाहिँ अनि यो भटमास राजमा मकै रोप्या रहेछ। अनि चरोले एकचोटि रोपेको चाहिँ सब खाएर अनि अहिले चाहिँ यो घाँसले रोपेर छोप्या रहेछ। यो सबै छेउभित्ता यसरी सबै छोप्या छ। यो निकाल्नु पर्ने छ, निकाल्न आएको म चाहिँ। यो मेरो बुढीको काम हो। यो माथिदेखि तलसम्म यो अकबरे भ्यान्टा तलसम्म यता उँधो पनि छ। अन्त पनि छ। पारी छ, हामी बस्ने चाहिँ त्यहाँ हो। अनि उता पारी यस्तो अलि 3-4 ठाउँै छ यस्तो गर्ने चाहिँ बारी चाहिँ। खेत पनि छ तलतिर। यता चाहिँ यो बारी हो। यो बर्खे सिजन हो। यो चाहिँ अहिले चाहिँ बर्खामा लाउने। ल साथीहरू, तपाईहरू पनि मेहनत गर्नुहोस्, दुःख गर्नुहोस्। हुन्छ धेर थोर कृषिबाट नहुने होइन। त्यही हो।